जवानीमा नगरे मुझ अहिले गर्न पाइएको छ त्यही खुसी लागेको छ अब के गर्नु अब जवान केटाहरू अन्त सुकाएर बसिरहेछ नि बुढोको पाला छ कि जमानामा ऊ गर्नुपर्छ कि ऊ गर्नुपर्छ भनेर यही हो जमानामा नकमाएको पैसा अहिले छोराहरूले कमाए मलाई मोह छ साला पैसा फालाफाल जिन्दगीमा आज पनि दुईजनासँग छ ठ्यास अब के गर्नु अब भाग्यमा पाइयो बुढेसकालमा के अन्त अब जानुपर्छ होला पहिला त्यहाँ गर्नुपर्ने अब के बुढो कन्ने नै बस्ने हो हामी बस्न त कसलाई रहर छ र अब केटी पाउँदैन त अब केटी जति सबै त्यो तल चुडा काजी बुढाले लगेर छ अनि यात्रा पाउँछ हो त्यो बुढोलाई साह्रो मोज छ त्यसले मोजै गरिराखेको छ त्यो बुढाले अब हामीले जवानीमा घुमाउनु नसकेको गल्ती त्यो बुढाले केटी घुमाइदिइराखेको छ हो यार यो केटी घुमाउन नि पैसै चाहिन्छ छ केटा हो र छ केटा पैसा भयो भने ठिकै छ नभए म आजकल यो केटी पट्टि नै रहेछ जवान भए पनि यो बोको बुढो फेरि आएर डाइलग दिन्छ हेरे सुनै राम्रोसँग सुन यो उमेरमा हेर त यो घाम तापेर टपरमा बसेको राम्रो पैसा खुवाउनु काम दाम गर्नु यो उमेर होइन हजुरबा ठिक छ तपाईँ मोज गर्नुहोस् हामी बराललेकै ठिक छ हामी मोज गर्न तपाईँ मर्नुपर्छ के भन्छ यो को मर्नु पर्ने त्यस्तो कुरो केही होइन हजुर तपाईँ कता हिँड्नु भएको भन्नुहोस् न तिमीहरू जस्तो अब यहाँ बराल लिएर बस्ने टाइम छैन आफ्नो बितिर आउँछ काम गरेर कामै होला माल हान्न चाहिँ हिँडेको कस्तो माल भन्छ यो मतलब चामल ए चामल त अघि हाल त्यही हो त भुँडी छिटिरहेको छ अब तिमीहरू बरालेर बस्नु मुलाहरू त्यसै बरालेर बसेका छन् मलाई फुर्ती पर्छ बुढा मान्छे तर ती आइन कि आएनन् हो यो बुढो जान्छ चाहिँ कहाँ हुनु कुचेर बिगार्ने हिँडेको होला नि फेरि जान्न त आज चाहिँ हेरौँ बुढाले के चाहिँ गर्दो हो जान्न त अघि आइसकेकी रहेछन् कति बेला आयो तिमी अघि नै आएको नि ढिला गर्नु हो नि आज तपाईँले कति राम्रो बाँकी झन् भन्नु झन् राम्रो तल अब आएर केटाहरू डार गर्छन् नि बुढो मान्छेको चाहियो नि अब यस्तो राम्रो मन चाहियो बुढेसकाल आज यो बुढोलाई रङ्गे हात पक्रिनु पर्छ यसको यो बोकापति छ नि सबै आज हार्नुपर्छ यसको भएको झिटी सम्पत्ति छ नि आज यसलाई हाय हाय इतना सुकुन अनि माल त गतिलो फेर पारेको रहेछ गतिलो रहेछ यो बुढो त्यही भएर त्यस्तो केही होइन क्या बाबुले अलिकति तल बुहारी हो पैसा चाहिरहेछ पैसा दिन अब पैसा अब दुःख बुझ्नु पर्यो नि बुढाबुढी भएपछि पैसै दिन आएको रहेछ पैसा दिन आएको के दिन आएको बुढा बाबु पनि बुहारीसँग अलेक्सो छ पैसा दिन हो क्या अरू के दिनु छ र पैसै हो क्या बाबु बुढा हामी अरू कुरा गरौँ न अब अरू कुरो गर्छ हामीलाई त कि यो चाहियो हो नभए भन है बुढा नभए त हामी गाउँभरि भनिदिन्छौँ बुढेसकालको हड्डीले दुःख पाउला डडाल नफुस्किने भयो अब तिम्रो पखा बुढा बाबु बिन्ती फैलाउने काम नगर बुढेसकालको हड्डीलाई के पो दुःख दिन्छ हो हजुरबा सरको मान्छे पाप पनि लाग्छ तँ त म दिन सक्दिनँ बरु के चाहिन्छ भनाऊ न के हो केटा बुढाले त राम्रो अफर दिए त्यहाँ केटा तल कुन बाइक मनपर्छ अरे मलाई त अब पहिलेदेखि नै 220 चल्ने र लु बुढा त्यही किनिदिनु पर्यो बाबु अलिक बढी भन 220 बाइक त सक्दिनँ होला हौ किन नसक्नु र त्यस्तो ठुलो कुरा रुकाएर बसेको छ हामीले अनि नसकेर हुन्छ तिमीले बाबु अलिक डिमान्ड घटाउ न त्यस्तो कुरा हुँदैन किन्ने भए किन्दैनौ न हामी हिँड्ने गाउँभरि कुरा फैल्यो बाबु रोक न बाबुहरू बढी भोक्या साइकलमा मिलाम न साइकल के गाउँभरि फैलाउनु पर्ने हो मैले होइन लु भइगयो बरु बाइक 220 बाइकै किन्ने भए कुरा चाहिँ नफैलाउँ क्या फेरि त्यसको बुढो ल्याएर कुकुरीले घाँस टिमेर छिनाएर मर्छ हौ भोलि हामीलाई बिहानै बाइकको पैसा चाहियो हामी बाइक आफै किन्छौँ हो केटा हिँड जाउँ राम यसपालि त डेटिङ पनि 4.5 लाखको पो पर्यो त हौ